यो कार्यक्रम सञ्चालक पनि हुनुहुन्छ, सञ्चालन पनि गर्नुहुन्छ र अध्यक्षता पनि गर्नुहुन्छ। विशेष गरी यो जनपत्रकार नेपालको केन्द्रीय कमिटीको अध्यक्ष पनि हुनुहुन्छ र यो अबला आवाज राष्ट्रिय साप्ताहिकको प्रमुख सम्पादक पनि हुनुहुन्छ आदरणीय प्रकाश टुक्रेज्यू। यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका र अत्यन्तै व्यक्तित्व गण्डकी प्रदेश सरकारका प्रदेशका माननीय सदस्य एवं अर्थ तथा विकास समितिका सभापति बजराज खयालज्यू, यो कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका माननीय निवर्तमान मोहन रेग्मी सदस्य मोहन रेग्मीज्यू, विभिन्न राजनीतिक पार्टीका आदरणीय नगर प्रमुख तथा प्रतिनिधिज्यूहरू, विभिन्न संस्थाबाट यहाँ उपस्थित हुनुभएका हाम्रा अत्यन्तै माननीय व्यक्तित्वहरू, पत्रकार साथीहरू र यहाँ सम्मानित व्यक्तित्वहरू, सर्वप्रथम म यहाँसँग सेवा प्रार्थी छु। म एउटा वाक्य मात्रै के भनौँ भने अहिलेको दुनियाँ समाज कुराले चित्त बुझाउने समाज होइन। हिजो कुराले चित्त बुझाउने समय थियो एक पाला 2-4 घन्टै कुरा बोल्दाखेरि अझै बोलिदियो हुन्थ्यो भन्ने त्यो अवस्था थियो। त्यो अवस्था पार गरेर अहिले हामी एउटा फरक अवस्थामा आइपुगेका छौँ। त्यो फरक अवस्था, प्रमुख फरक अवस्था के हो भने कुराले अब कसैले चित्त बुझाउनु छैन, व्यवहारबाटै प्रश्न देखाउनु पर्ने भएको कारणले गर्दाखेरि पनि, र त्यो कुरो मैले कतै एक ठाउँ पढेको थिएँ सम्झेको कारणले गर्दा पनि मैले यो कुरो गर्दिनँ र यहाँ लामो समय बर्बाद पनि गर्दिनँ। यसको लागि म यहाँसँग माफी माग्न चाहन्छु र यो महत्त्वपूर्ण कार्यक्रम राख्नुभयो प्रकाशजीले, उहाँलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। ताकि यो वाली नगरपालिकाले एउटा सरकारले गर्नुपर्ने जुन काम हो, यो सरकारलाई पनि आँखा देखाइदिने र सबक सिकाइदिनु हो प्रकाशजी। हजुरलाई म हजुर लगायत यहाँहरूलाई म हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। यो कार्यक्रममा विशेष गरी मेरो दाहिने र देब्रेतिर मेरो अत्यन्तै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। आज यो महत्त्वपूर्ण व्यक्तित्वहरूको बिचमा म जुन उपस्थित हुने मैले अवसर प्राप्त गरेँ, यसको लागि उहाँहरूको आशीर्वाद लगायत यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। किनकि म कृष्णकाँड भएर यहाँ बसेको छैन, उहाँको अगाडि म नगर प्रमुख भएको कारणले गर्दा यो अवसर यहाँहरूले दिएको हुनाले यहाँहरूलाई सम्पूर्णलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु र नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रमप्रति सम्मान व्यक्त गर्न चाहन्छु र जुन खालको केही मैले यहाँहरूले भन्नुभएको छ, अब हाम्रो प्रमुख अतिथिज्यूले पनि अहिले भन्नुभएको थियो, हामी आधा 1 घन्टा बोल्नु पनि सक्छौँ।